कंजूस बुढी र चलाक बटुवा। साँझको बेला थियो। एउटा बटुवा एउटी बुढी कहाँ बास माग्न आइपुग्यो। उसले बुढीसँग बास माग्यो। बुढियामा, बास पाइन्छ कि? बुढी त्यति जाति थिइनन्, उनी साह्रै कंजूस पनि थिइन्। उनले बटुवालाई बास बस्न नदिने विचार गरिन्। कहाँ बास पाउनु? यहाँ आफूलाई त बस्ने ठाउँ छैन, जाऊ अरूकै घरमा बास माग। त्यहाँ वरपर कुनै घर थिएन, अन्तै गएर बास माग्ने समय पनि थिएन। बटुवाले यही कुरो बुढीलाई भन्यो, वरपर कुनै पनि घर छैन, रात परिसक्यो, मलाई घरभित्रको ठाउँ पनि चाहिँदैन, यही पिँढीमा बस्न दिए हुन्छ बुढियामा। बटुवाले बास नबसी नछोड्ने भयो भन्ने ठानी बुढीले भनिन्, हेर नानी, बास त बस, तर खानेकुरा चाहिँ केही पनि पाउँदैनौ नि। बटुवाले पिँढीमा बस्दै भन्यो, खानेकुराको केही चिन्ता लिनु पर्दैन आशै, आज म ढुङ्गो पकाएर खाउँला। के रे? बुढी छक्क परिन्। ढुङ्गो पकाएर खाने मान्छे त उनले देखेकी त के सुनेकी पनि थिइनन्। ढुङ्गो पकाएर खाउँला रे? बटुवाले झोलाबाट एउटा ढुङ्गो झिक्दै उत्तर दियो, हो आमै, मसँग एउटा ढुङ्गो छ, म त्यही ढुङ्गो पकाएर खाउँला। यो ढुङ्गो अति नै मिठो हुन्छ, बरु एउटा भाँडो पाए हुन्थ्यो। यसले कसरी पकाउँदो रहेछ हेर्नु पर्यो भनेर बुढीले एउटा भाँडो दिइन्। उनले पानी पनि दिइन्। उनले भनिन्, ल पकाऊ, अलिकति म पनि खान्छु। बटुवाले भाँडामा पानी हालेर आगोमा बसाल्यो। पानी उम्लन लागेपछि उसले भन्यो, अलिकति नुन भए खुब स्वादिलो हुन्थ्यो। बुढीले नुन ल्याएर दिइन्। बटुवाले फेरि भन्यो, आहा, यसमा अलिकति चामल पनि मिसाउन पाए त कति मिठो हुन्थ्यो होला। बुढीले चामल पनि ल्याएर भाँडामा हालिदिइन्। चामल छड्कन लागेपछि बटुवाले भन्यो, अब अलिकति दाल पनि मिसाउन पाए ढुङ्गाको स्वादै अर्को हुन्थ्यो। बुढी भित्र गएर छिटै एक मुठी दाल लिएर आइन्। उनले त्यो दाल भाँडामा हालिदिइन्। एकछिनपछि खिचडी पाक्यो, मगमग बास्ना आउन थाल्यो। बटुवाले भन्यो, आहा, क्या मिठो खानेकुरो बन्यो, यसमा अलिकति घिउ पनि हाल्न पाए कस्तो हुन्थ्यो। बुढीलाई पनि त्यो खानेकुरो खान साह्रै रहर लागेको थियो। त्यसैले उनी हतार हतार भित्र गइन् र अलिकति घिउ लिएर आइन्। बुढी घिउ लिन भित्र गएको बेलामा बटुवाले ढुङ्गो झिकेर फालिदियो। यो कुरो बुढीलाई थाहै भएन। बटुवाले खिचडीमा घिउ हालेर राम्ररी चलायो। खिचडी उसले अलिकति बुढीलाई चाख्न दिएर अरू सबै आफैले खायो। ढुङ्गो पकाउँछु भनेर बटुवाले यसरी खिचडी पकाएर खायो। कंजूस बुढीलाई आफू हिसिएको थाहै भएन।